काभ्रेको पनौती गाउँका दिनेश जति सक्दो छिट्टो र सजिलो तरिकाले पैसा कमाउन चाहन्थ्यो। एक दिन दिनेशलाई सामाजिक सञ्जाल मार्फत एक सामान्य चिन्जानको साथीले फोन गर्यो। त्यो व्यक्तिले दिनेशलाई भन्यो, तिमीले आफ्नो ब्याङ्कको खाता मलाई प्रयोग गर्न दियो भने म तिमीलाई हरेक महिना 10,000 दिन्छु। दिनेशले सोच्यो, कामै नगरी घरमै बसेर सित्तैमा पैसा आउने भयो, यसमा के नै समस्या होला र। उसले पैसाको लोभमा परेर आफ्नो ब्याङ्क खाता र मोबाइल ब्याङ्किङ विवरण उक्त व्यक्तिलाई दियो। केही महिनासम्म त पैसा आयो, तर एक दिन अचानक दिनेशको घरमा प्रहरी आइपुगे। उनको ब्याङ्क खाता विभिन्न ठगीहरूको पैसा जम्मा गर्ने काममा प्रयोग भएको रहेछ। त्यो अपरिचित व्यक्तिले दिनेशको खाता प्रयोग गरेर अरूलाई ठगी गर्ने र अवैध कारोबार पनि गर्ने गरेको रहेछ। दिनेशले गल्ती नगरे पनि उसको खाताबाट अपराध भएकोले ऊ कानुनी झमेलामा फस्यो। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, आफ्नो ब्याङ्क खाता अरूलाई प्रयोग गर्न दिनु हुँदैन। आफूलाई थाहा नभई आफ्नो खाताबाट भएको अवैध कारोबारले कानुनी कारबाही निम्त्याउन सक्छ भन्ने बुझौँ। छिटो र सजिलै पैसा कमाउने प्रलोभनबाट टाढा रहनु नै सुरक्षित निर्णय हो।